मा आज एउटा आइक्यू प्रश्न राख्न गइरहेको छु। जस्तै क्वेसन रहेको छ, यो त्रिभुजमा 6, 6, 2 भित्र 32 छ, 4, 3, 4 भित्र 17 छ, 9, 7, 6 भित्र वाट छ। यो वाट भएको ठाउँमा हामीले कति अङ्क आउन सक्छ त्यसमा हामीले एकचोटि अनुमान गर्न सकौँ, जो हामीले यसलाई हल गरेर हामी कसरी त्यहाँको अङ्क परिपूर्ति हुँदो रहेछ हामीले पत्ता लगाउनु पर्ने हुन्छ। जस्तै रहेको छ अप्सनमा 60, 70, 80, 90। अब यसलाई अनुमान गरौँ हामी कसरी हुन्छ यसको उत्तर। हामीले अब हल गर्दै जाँदा यहाँ 6, 6, 2, 32 कसरी आयो पहिलो प्याटर्न हेर्नुपर्ने हुन्छ। पहिलोपल्ट हेर्दा हामीले 6, 6, 2, 32 6 दुना 12 तर आउँदैन। अब यसलाई हामीले 6 को होल स्क्वायर गर्दा 6 स्क्वायर माइनस 6 प्लस 2 गर्दा 6 6 36, 36 मा 6 घटाउँदा 30 प्लस 2 गर्दा 32 आएको छ। दोस्रो प्याटर्न पनि हामीले 4 चौको 16 माइनस 3 प्लस 4 गर्दा 17 आएको छ। जस्तो 4 6 16 माइनस 3 13 प्लस 4 गर्दा 17 आएको छ। तेस्रो प्याटर्नमा यस्तै गरेर हामीले 9 को स्क्वायर हुन्छ माइनस 7 प्लस 6 गर्दा 9 9 81, 81 माइनस 7 गर्दा 74, 74 मा 6 जोड्दा कति हुन्छ त 80 हुन्छ। यसको सही एन्सर भयो अप्सन सी। अप्सन सी। अब पहिलो प्याटर्नको स्क्वायर गर्दा दोस्रो जोड्दा तेस्रोले हामीले के त टन्द भएको छ। यस्तै गरी तपाईले अन्य भिडियोहरु पनि तपाईले हेर्नुहुनेछ। मेरो युट्युब च्यानललाई हजुरहरूले शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनु म विनम्र साधन गर्दछु।